सबैलाई सम्पूर्ण देश तथा विदेशमा छरिएर रहनुहुने मेरा आदरणीय सम्पूर्ण नेपाली दाजुभाइ आमा बुवा दिदी बहिनीहरूमा मेरो 2 हात जोडी नमस्कार भन्न चाहन्छु। मेरो घर रामधनी 5 झुम्का सुनसरीमा पर्छ भने मेरो नाम भनेको मनोज पोखरेल। म पेसाले बेरोजगारी के अरे शारीरिक अपाङ्ग छु। सुन्नुहोस्, म आज जानकारीमूलक भिडियो बनाउन गइरहेको छु। हेर्नुहोस्, हाम्रो देश नेताले हरिकङ्गाल बनाए। आज ब्याङ्कमा जाउँ उस्तै छ, ब्याङ्क डुबेको अवस्था छ। के अरे सहकारी उस्तै डुबेको छ। स्कुलमा जाउँ बिजनेस भइरहेको छ। पैसा कमाउन मात्रै अगाडि बढिरहेछन् नेपाली जनताहरू। अनि हामी चाहिँ काटमार गर्छौँ, लडाइँ झगडा गर्छौँ, झुट्टो बोल्छौँ, अरूलाई फसाउँछौँ, लुट्छौँ, लुटपाट गर्छौँ, यति गरेर मात्रै देश बन्छ। देश बिगार्नमा 1 नम्बर हात भनेको नेपाली जनताको पनि छ। हेर्नुहोस्, किनभने घरि राजा चाहियो। राजा सक्षम थिए भने ऊ बेलामा किन राजतन्त्र फाले त यिनै नेपाली जनताले। राजा सक्षम हुन् भने आउनुहोस् न, वेलकम छ तपाईँलाई। नेपाली जनताको हात समाउँदै आउनुहोस्। नारायण हिटीमा गएर बसाल्छौँ हामी तपाईँलाई, यदि सक्षम हुनुहुन्छ भने है। हेर्नुहोस्, आज देशको यो अभिगत हुनुमा नेपाली जनताको धेरै हात छ। किनकि आज हेर्नुहोस्, हाम्रो देश नेपालका युवतीहरू लाखौँ करोडौँको सङ्ख्यामा, हजारौँ लाखौँ करोडौँको सङ्ख्यामा विदेश पलायन हुनु परेको छ। यदि देश साँच्चै विकास गर्नु छ यदि भनेदेखि देशलाई राम्रो मान्छेको आवश्यक छ। जस्तै हर्कराज साम्पाङ राईज्यू, उहाँको विचारलाई म कदर गर्छु, सम्मान गर्छु। हेर्नुहोस्, बुझिदिनुहोस्, अब पनि सचेत हुनुहोस् नेपाली नागरिक। अब पनि एक चोक्टा मासु र भातको पछाडि नलाग्नु हुन म सम्पूर्ण नेपाली जनतालाई आह्वान गर्न चाहन्छु। म अपाङ्ग हुनुको नाताले कसैले, कुनै नेताले आएर तपाईँलाई अलिकति पेट्रोल हालिदिन्छु, मलाई मासु भात खुवाउँछु भन्छ भने त्यसलाई ठाडै अस्वीकार गर्नुहोस्। हेर्नुहोस्, आज देशको अभिगत यस्तो पारेका छन्। देश जम्मै लथालिङ्ग छ। जेनजी आन्दोलन अस्ति भयो। जेनजी आन्दोलनले के गरे? एउटा सक्षम व्यक्तिलाई चुनेर प्रधानमन्त्री बनाउन सकेनन्। अब चाहिँ के अरे सचेत हुनुपर्छ। हामी तपाईँ नेपाली नागरिकहरू सचेत हौँ भन्न चाहन्छु। त्यो देश साँच्चीकै विकास गर्नु छ भने के अरे